बोकेर माथि माथि ओ साइलाले कति माथि साइलाले त साइलानी ठीक है बाजु अरे लाउरे लाउरे नेचिनो आसिरो अरे तपाईहरु यति मजा हामी यति कमजोर छैन सपोर्ट दरो छ आउनु आउनु फाइनल सेमा ठीक छ त्यहाँ लागिहाल्नु सेवारो नमस्कार। म अहिले मिरिङदिन गाउँपालिका वार्ड नम्बर 1 स्थित ओखराबु गाउँमा छु र मेरो भान्जीको दुःखद निधन पछिको सुधाइ कार्यक्रममा हामी दाजुभाइ र भाउजू लगायत हामी सम्पूर्ण धरानबाट आएका छौं र केही समयको लागि हामी घुम्नको लागि थोरै मासतिर रणकुमारी भाउजूलाई लाँदै हुनुहुन्छ। थोरै समय लिएर थोरै मासतिर हामी घुम्न जाँदैछौँ। हाम्रो चन्दा योङा दाजु चाहिँ रातभरि धान नाच्नु भयो होइन। हाम्रो चन्दा दाजुले चाहिँ पुरा रेकर्डै तोड्नु भयो है। पहिलो रेकर्ड हो। होइन बुढोहरूले पनि बजाउँदो रहेछ भन्यो क्या। अनि रनु भाउजू पुग्ने एकदम राम्रो छ है। प्रगति गर्नुभएको छैन अब तपाईको अल्फा ग्रेडिङ होइन यसै यस्तै राम्रो गाउनुहुन्छ त एउटा निकाल्नु म पर्छ के पो हाल्ने छ त आज कसको? ए सुजिता दिदीको घर यो हो। र गोरेटो बाटो निस्केको रहेछ। ए हो 14-15 वर्ष भयो। तिमी लुम्बो चाहिँ अस्ति त्यो त्यसरी पत्रिने क्या। हजुर अब तिमी अब भेटेको थिइ छैन नि त अहिलेसम्म। हजुर अनि लक्ष्मी भाइले दाजु भनेको अनि त्यहाँदेखि त मैंने चन्द्र निसी भनेर भने एन्नु खुसीले निसी भन्यो क्या हाल लक्ष्मी भाइले। यसो भन्दा त सुजिताले त हाम्रो सुजिताको घर त हाम्रो सुजिता दिदीको घर राम्रो चिन्दो रहेछ है। पहाडको यस्तो छ कति चिरचट्टै भएको घर हुन्छ। पहाडको घरहरू चट्टै फुलहरू पनि फुलिरहेको छ। एकछिन हाम्रो भाउजूले हान्नु भयो है। डरै हान्नु कत्रा हान्नु यता त्यति पो लुकिरहेको छ त कहाँ पालमको त धन यहाँ छ। नरेन्द्र भाउजू हे भगवान त्यो मिन्टो चिङसिङ खायुङ बार्ने नि पुरानो मान्छेहरू नि त थाहा छ नि त हालो पुरानो मान्छे खस नाम त फाल्दैन। अब अहिले आउँदैछ फेरि मेरो गेस्टमा है यो भाउजूको घर हो कि जस्तो लाग्यो। फुलहरू गाउँघरमा यस्तो राम्रो लान्छिने गरेर आयौँ आज म आयौँ अनि
लाइन त छ तर 16 पनि लाइन जाँदा हो कस्तो यो चाहिँ 16 त त्यो रिजर्भमा हो होला त्यो हिसाबमा लागेको सेवारो छोल्दिने सेवारो हुन्छ बाबा म त्यो बहिनीहरू यहीँ सबै निकालिदिएको लु कहीँ सुकाएको छौँ न चाबी लगाएको यो हो नि त अनि गाउँघरको नेचरल होइन यस्तो गार्डन यहाँ पाहाडमा आउँदा त यही रुख बिरुवा नै रुखहरू हेरेर मलाई हाम्रो रनकुमारी भाउजूको चाहिँ माइती घर हेर सुल्टिनीहरूले राङ्गाहरू पनि पाल्नु भएको रहेछ व्यवस्थित रूपमा होइन त्यो गाउँघरमा यस्तो मिहिनेत गरेर बुढाबुढी बातो गर्न त हुँदैन अनि मैता गाउँमा फुलहरू कति राम्रो है स्कुल हेर्दैछु देवार देवार 3 जना जेठानी 1 जना भान्जी अनि नन्द आग्नु त भाइ जस्तो लाग्दैन त आउनु भने के जोडाएर चाहिँ त्यहाँदेखि मात्र सेकेन्डमा रहनु भाउजू जानु ए पहिला सेकेन्डमा त हजुर बहिनी आउन सबैजना अनि छिटो मिठो जाउँ पो जाउँ है 10 बजी त हामीलाई बिदा दिने अरे त्यस्तो छिटो छिटो सँग ल मिनै एना एना रहनु भाउजू हजुर यहाँ गाउँ जागन हामी पनि थोरै समयको लागि यहाँ आइपुगेका थियौँ तर अब हामी यहाँबाट पनि बिदा हुन लागिरहेका छौँ किनभने तलबाट पनि हामीलाई छिट्टो बाटो बिदाइ दिने भन्ने कुरा आएको छ त्यसैले यो छोटो रमाइलो दाजुहरू गर्दै हुनुहुन्छ त्यसैले सबैजनालाई धेरै धेरै नुगेन